अहिले चाहिँ हामी लगभग 3 घण्टाको यात्रापछि फाइनल्ली लेक टावरमा आइपुगेका छौँ। यो यहाँ आइपुग्ने बित्तिकै यस्तो महसुस भयो कि यो एउटा अद्भुत दृश्य देखेको जस्तो। यति राम्रो ठाउँ रहेछ। विशेष त भाइलाई भीम भाइ लगायत तपाईँ सम्पूर्ण टिम भाइहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। यति राम्रो ठाउँमा ल्याउनु भयो। मनै एकदम नाचिरहेको अवस्था छ, किनभने म न्युयोर्क सिटीमा बस्छु। एकदम भिडभाडमा एक्जस्टेड भएर बसेको मान्छे यहाँ आउँदाखेरि चाहिँ फ्री महसुस भएको छ एकदमै। हिजोको कार्यक्रम पनि एउटा जुन लक्ष्य लिएर आएको थिएँ, कार्यक्रम पनि एकदमै राम्रो भयो र आज यस्तो राम्रो ठाउँमा घुम्न आएको छौँ। एकदमै म चाहिँ यो मोमेन्टलाई चाहिँ आँखाभरि खिचेर सधैँभरि यो हुन्छ नि, यो खालको भाव चाहिँ सधैँभरि आइराखोस् भन्ने चाहिँ मनमा चाहिँ प्रे गरिरहेको छु। यति आफूलाई रोमान्टिक फिल गरिरहेको छु अहिले साँच्चै भन्नुपर्दाखेरि चाहिँ। थ्याङ्क यू सो मच तपाईँहरूलाई, धेरै धेरै धन्यवाद। म चाहिँ उडिरहेको छु यो मौसममा चाहिँ खास भन्यो भने। थ्याङ्क यू। चिसो एकदम सेभ गरेर राखेँ जस्तो। उहाँहरूको बडी चाहिँ माटोसँग मिल्न धेरै कयौँ वर्ष लाग्ने रहेछ अब। यो टापुमा ए यहीँनिर चाहिँ ए यो सानो टापु। हेलो हेलो माइक चेक। तर यो माइक चाहिँ चेक होइन है, कस्तो आएर रहेछ। हामी चाहिँ के अरे लेक टावरमा आएको भीम दाई भाइ अनि एन्ड्रिस भाइ, जगदीश दाई, ब्रदर होइन बोर्दर हो। हाम्रो चाहिँ जगदीश दाई पनि हामी हिउँ परेछ है। हाफ प्यान्ट लाएर चप्पल लाएर आएको छु, किनभने हामी
नेपालमा हुर्केको मान्छे। आजको यो साँझ हामी हेलो हामी अब आयो अब लेककै साइडमा यो कुन चाहिँ साइड चाहिँ म बिर्सेँ तर यो नर्थ साइड हो। नर्थ साइड अफ लेक टाहो हामी अब यहाँ हल्का हिउँ पनि परेछ चिप्लिने अवस्था पनि छ तर इट्स स्टिल नाइस करेक्सन साउथ साइड रहेछ सरी नर्थ उता साइड हो सरी। यहाँ नेचर प्लस वाटर प्लस द पिपल इट्स अल गुड अब हामी बिस्तारै यहाँबाट विश्राम के भन्छ बिस्तार होटलतिर अब लाग्छौँ एकछिनमा सो अब हामी दाइलाई सोध्छौँ अब अहिलेसम्म चाहिँ के भइरहेछ त यहाँको यसो चालामाला एकदमै अघि पनि पुरा रमाइलो गऱ्यौँ। यहाँ चाहिँ मेरै रिक्वेस्टमा यहाँ अघि त्यो मनोरम दृश्य साँझको दृश्य देखेर फेरि पनि सिरुङ नभरेर यहाँको साँच्चीकै रमाइलो रहेछ। म त भिडियो खिच्नुमा टिकटक बनाउनुमा एकदम व्यस्त भएँ। साह्रै रमाइलो भइरहेछ भाइहरूसँगको यो यात्रा सायद जीवनभर एउटा अविस्मरणीय हुन्छ। यो ठाउँमा फेरि आएला नआएला फेरि हामी यसरी नै यही ग्रुप भएर हिँडेला नआएला त्यो भविष्यमा तर यो पल साह्रै नै रमाइलो भयो। एकदमै म चाहिँ इन्जोय गरिरहेको छु। थ्याङ्क यू सो मच तपाईँहरूलाई। अनि अब चाहिँ आजको यो प्रकृतिसँग रमाउने काम चाहिँ अब स्थगित गरेर हामी होटलतिर जाँदैछौँ। अब चाहिँ अब रेस्ट पनि गर्नुपर्छ। त्यस पछाडि अलिकति यहाँको नाइट लाइफहरू पनि हेर्नेछौँ आज। त्यस पछाडि भोलि फेरि मोर एक्सप्लोर गर्नेछौँ यो ठाउँलाई। यो अझ अर्को साइडबाट पनि हेर्नेछौँ। एक्साइटेड छौँ। थ्याङ्क यू सो मच। म त अब धेरै जसो बिहान त क्याम्रामै भएँ तर जे भए पनि अब आज सबैजना साथी भाइ दाजुभाइहरूसँग घुमेर लेक टावरमा घुम्न आउँदाखेरि चाहिँ एकदम रमाइलो लाग्यो। जाडो पनि भइरहेछ अँध्यारो पनि भइरहेछ। अब हामी चाहिँ जान्छौँ घर अरे होटल गएर अनि त्यसपछि चट्ट लाएर गोल्डन नगेटमा गएर नगेट खान्छौँ केसिनो खेल्छौँ। गुड नाइट। ल जोडले हामी पनि आइपुग्यो होटलमा चट्ट लाएर। अलि राम्रो रहेछ ठिकै रहेछ। अब म होटल टुर हेरिहाल्नु भयो होइन। अब हामी चाहिँ अब सामान we're breaking our fast with the 22 eggs. आसुसले सिद्धाइसक्यो भाइ हाम्रो दाइको भीम दाइको हाम्रो जगदीश दाइको breaking our fast with heavy breakfast, heavy and light breakfast. Quick. breakfast संसारमा सबभन्दा लाग्छ तिम्रै माया छुट्नु परे मरि जान्छु नि नभन न त्यसरी मुटु हाम्रो एउटै हो तिमी मरे मर्छु म पनि तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे
लेक ताहोमा छौँ हामी अहिले। सान फ्रान्सिस्कोदेखि 3 घन्टाको ड्राइभ माथि। सान फ्रान्सिस्को नै हो यो पनि, तर एकदमै ब्युटिफुल ठाउँ। साँच्चीकै स्वर्ग भन्ने चिज चाहिँ यहीँ छ कि जस्तो फिल भइरहेछ। आहा। ल हाम्रो यहाँ चाहिँ एउटा इन्सिडेन्ट भएछ। यहाँ भाइले चाहिँ अब माथिबाट चिप्लाएर सामान खसालेछ त्यो क्र्याकमा, अनि निकाल्न कोसिस गरिरहेछ हाम्रो भाइ एन्ड्रिस, भाइ आशिष। पुरा आशिष त पुरा उल्टा भएर राख्नुभएको छ, अनि हाम्रो दाइले यहाँ भीम दाइले इन्स्ट्रक्सन दिइराख्नु भएको छ, यस्तो गर उस्तो गर भनेर। निकाल्नुपर्छ है गाई जरुर। यस्तो गल्ती चाहिँ तपाईँहरूले कहिले पनि नगर्नु होला। घुम्न आउँदाखेरि त्यस्तो ढुङ्गामाथि सामानहरू चाहिँ यसो नराख्नु होला होइन। अनि यहाँ क्याप क्याप हुन्छ यो क्र्याकमा चाहिँ ठ्याक्क, अनि फिस्टर्स जस्तो छ, फिस्टर्स जस्तो ठ्याक्क अड्किन्छ, अनि निकाले। यो आइपुग्यो, स्वादबाट थाहा छ। ल हामी चाहिँ यो ब्रेक यसो ब्रेक के अरे ट्राभल ब्रेकमा आइदिएको बियर ब्रुरीमा। चट्टै यहाँ ल्याएर भीम दाई, भाइ भीम दाई एन्ड बियर एन्ड अगेन भीम दाई, अगेन बियर, अगेन भीम दाई एन्ड आशिष ब्रदर, जगदीश दाजु, हाम्रो एन्ड्रियस। मोर चिप्स। अनि त्यसपछि म त देखाउनै पर्यो है।